Hello guys, welcome back to my new video channel. Guys, आजको भिडियोमा चाहिँ हामी गर्नेवाला छौं लिभिङ 1 hours in the के गाइज रुक्रोस म भन्छु दिस के लाग्यो सजिलो छ 1 hour त के गाइज 8 मिनेट नि सजिलो छैन. सो गाइज डियर बेसिकली के छ भन्दाखेरि म तपाईलाई सम्झाइदिन्छु. अब मेरो 1 hour ट्रेनिङ स्टार्ट हुन लाग्यो गाइज. टाइम हेर्न सक्नुहुन्छ तपाईले च्याटर लगाएर हेर्नुहोस् है 9:22 भइसक्यो हैन. बे गाइज मलाई क्यामेराको टेन्सन छ गाइज. यो पालि क्यामेराम्यान नि छैन यार आज त. अबे गाइज च्यालेन्ज एकदम मुस्किल छ गाइज. तपाईले सब्स्क्राइब डेफिनेटली गर्नु होला. तपाईलाई सम्झाइदिन्छु के हो च्यालेन्ज. यो अहिलेसम्म कहिले पनि गरेको छैन गाइज. So guys, open Skiban Kyak. So guys, there जो हो मेरो च्यालेन्ज र गाइज मलाई चाहिँ यहाँ रुक्न छ पुराको पुरा 1 hours. गाइज 9:22 मा स्टार्ट भएको थियो है. अबे गाइज कहिले गएर मेरो सब्स्क्राइब गर्नु सबैहरुले गाइज जति यस्तो गरिराखु गाइज. यति यहाँबाट गयो भने पनि आउट हुन्छ च्यालेन्जबाट. यहाँ त छुनै भएन ठीक छ र म यहाँ छु गाइज. तपाईले सब्स्क्राइब डेफिनेटली गर्नु होला गाइज. यति मेहनत गर्छु र गाइज तपाईले यो कहीँ पनि ट्राई नगर्नुस् किनभने यसले लड्न सक्छ गाइज. सेफ्टी सहित हुन्छ हाम्रो. वैसे त यो च्यालेन्ज एकदम डिफिकल्ट छ गाइज. अनब्यालेन्स हुन्छ है. त्यही भएर प्लिज कहीँ ट्राई नगर्नुहोस् गाइज. तपाईले लगाएर होला यहाँबाट छुन मिल्छ खाटलाई गाइज. यसरी च्यालेन्जको मतलब हुन्न त्यसैले हामी छुँदैन पनि ठिक छ. अब गाइज लास्ट नै गाह्रो छ यार. स्किप एन्ड क्याक गाइज. यो च्यालेन्जलाई अझै मुस्किल आयो. स्किप आख अझै म यहाँ छु. अब गाइज नगर्नुहोस् ट्राई. तपाईँहरूको मत हुनसक्छ त्यसैले गाइज. र अहिले भइरहेको 9:50 कति मिनट कति 30 मिनट जति गयो यहाँ बस्दा गाइज. सबै गाइज लास्ट नै आर्छ च्यालेन्ज त. पर तपाईँले सब्स्क्राइब डेफिनेटली गर्नु होला. लेट्स गो गाइज. फाइनली गाइज यहाँ 10 बजिसक्यो गाइज. म त यहीँ तलतिर नै बस्नुपर्ने हुन्छ गाइज. अब कसरी बसौँ. यसको बिहान के गाइज हेर्नु सक्नुहुन्छ. मैले यस्तो गरेँ होइन यहाँबाट यस्तो गरेँ गाइज. थाहा छैन है तल. आहा गाइज म गएँ च्यालेन्ज एकदम धेरै डिफिकल्ट दिएछु. अब यसको बिहान के कहाँ जाऊँ. तलतिर खुट्टा नि राख्न सक्दिनँ गाइज. च्यालेन्ज यही नै छ मेन त गाइज. एकछिन रुकौँ यार गाइज. यहाँ जति इजी मैले सोचेको थिएँ यो च्यालेन्ज गराउन त्यति मलाई नै भारी परिसक्यो ठिक छ. फाइनली गाइज 10:15 भइसक्यो. अब सिर्फ 5 मिनट छ. सब्स्क्राइब गर्नु सबैहरूले. धेरै नै हार्ड छ यो च्यालेन्ज किनभने यो यति म कहाँ छु हेर्नु सक्नुहुन्छ कि मतलब डिलमा के झ्यालको डिलमा जो कि नेक्स्ट टु इम्पोसिबल. धन्यले गाइज मैले नरहे मतलब यार कति हार्ड होला आफै सोच्नुहोस् कि गाइज. तपाईँहरू म पनि भन्दिनँ है कति हार्ड हुन्छ गाइज. यस्तोमा बस्नु त्यही पनि है केही सहायता छैन. मतलब त यतापट्टि नि केही छैन गाइज. अझै मैले ढोकालाई नि बन्द गरेको छु खुल्ला गरेको छु सरी. किनभने यस्तो के हुन्छ भन्दाखेरि गाइज झनै हार्ड हुन्छ च्यालेन्ज. र हार्ड भएपछि गाइज मजा नै आउँछ. र गाइज 1 घन्टा भयो खाएकै छैन. ऊ चाहिँ 1 घन्टा हुन लाग्यो. अब गाइज लेट्स गो गाइज. फाइनली गाइज यार के भयो यार यो. फाइनली च्यालेन्ज भयो कम्प्लिट. 10:26 भइसक्यो. अब रुक्नु गाइज म टाइम देखाइदिन्छु तपाईँलाई. सो गाइज टाइम भइसक्यो 10:28. 9:22 मा स्टार्ट भएको थियो. अब गाइज यसरी ब्यालेन्स गर्न धेरै गाह्रो छ. अब म लडेँ गाइज. तपाईँले सब्स्क्राइब गर्नुहोस् गाइज. सब्स्क्राइब गर्नु भएन भने लड्छु म गाइज. सब्स्क्राइब गाइज. र यस्तो च्यालेन्जहरू कहिले नगर्नुहोस्. यस्तो च्यालेन्ज
मजेदार च्यालेन्ज थियो एकदम गाइज र हार्ड एकदम धेरै नै थियो किनभने गाइज म थिएँ यहाँ 1 घन्टा अगाडि र विथ द प्रुफ छ गाइज म यहाँ 1 घन्टा बसिसकेँ अझै भन्दा पनि बढी बसिसकेँ सो भिडियो कस्तो लाग्यो भन्नुहोस् मलाई कमेन्टमा राम्रो लाइक गर्नुहोस् च्यानल सब्सक्राइब गर्नुहोस् म छु तपाईँहरू नेक्स्ट क्रेजी भिडियोमा थ्याङ्क यू फर वाचिङ बाई गाइज